सधैँ चाहिँ खाना खाएर कोठा फर्किँदा रातको 9 बजिसकेछ। गेटमा चाबी झुन्डिसकेको थियो अघि नै। घरबेटी दिदी माइती जानुभएको रहेछ। यसैले मुनिको फ्ल्याटमा बस्ने राजन दाई गीता भाउजूले चाँडै आफ्नो सुरक्षाको निम्ति च्यानल गेट ताला लगाइसक्नु भएछ। च्यानलको सानो पलबाट बल्ल तल्ल हात घुसारेर चाबी झिकेँ। च्यानल गेट एकदम कसिएको बलियो मानिसले मात्र खोल्न सक्ने खालको थियो। भर्खर खाना खाएर आएकी म भयभरको बल लगाएर ठेलेँ। बल्ल मेरो खिनौडे ज्यान छिर्ने ठाउँ पाएँ र शरीरलाई कोल्टी पारी भित्र छिरेँ। बन्द गर्न उति नै बल प्रयोग गर्नु थियो। बल प्रयोग गरेँ। पद्मसँग भर्खर खाएको खाना त्यही नै पछि जस्तो भयो। कृतिका, पूजा, गीता भाउजू र आमा भान्सामा खाना खाँदै थिए। त्यसैले उता नछिरी उसै गरी भित्रबाट चाबी चुन्डाएर माथि मेरो कोठा उक्लिएँ। कोठाको चाबी खोलेसँगै बत्ती बाले। भुइँभरि किताब, तरल जताततै सरसामान। मानौ साँझको चिसो सिरेटोले कठाङ्ग्रिँदै अधेरी रातसँग रत्तेउली खेल्दै मेरो आगमनको बेग्र प्रतीक्षामा बसी झैँ थियो मेरो कोठा। भर्खर पेटभरि टन्न खाना खाएर आएकीले केही गर्ने मोड नै भएन। दिनभर अफिसको काम, साँझको हिँडाइले थाकेकी पनि थिएँ। आज त चाँडै सुत्छु मनमा नै बोलेँ। बिछ्याउन बिछ्याएकै थियो र केही नगरी डङरङ्ग ढले क्षणमा। हातमा चिसो स्पर्श भयो। रेडियो रहेछ। दिउँसो बजाएर छोडेको। सुती सुती किटिक्क पारे। एक्लोपनको साथी थियो त्यो रेडियो। चाहना तिमी नै बन्यो मेरो जोस अनि जाँगर पनि। चोरेर लग्यो भोक प्यास निन्द्रा होस् अनि हवास पनि। 9 बजेको कार्यक्रम स्पन्दन बजिरहेको रहेछ रेडियो कुसुमबाट। हरेक हप्ता विभिन्न साहित्यिक पुराक पस्कने गर्थे आरजे सुभाषले। ओहो आज त बिहिबार धौलागिरी एफएममा पनि कथा बज्दै होला। मनमा नै बात मारे। किटिक्क रेडियो मिटर घुमाएर पल्टिरहे। एकमात्र प्रतीक्षा हौ तिमी मेरो जीवनको। तर कस्तो विडम्बना तिमी भएर पनि छैनौ। कति टिट लाग्दो कहानी। मेरो रगतमा तिमी छौ तर पनि म कहीँ कतै छुइनँ त्यहाँ। हाहा पाएर पनि खेलिरहेछौ मलाई, मेरो भावनालाई र मेरो पवित्र मायालाई। जतै पनि तिमी मेरो होइन भन्नु भने तिमी छौ मेरो कल्पनामा, मेरो चाहनामा, मेरो सम्झनामा। कति कल्पिन्छु, कति तर्पिन्छु, यो तिमीले कहिल्यै बुझ्न चाहेनौ। याद गर्दिन तिमीलाई भन्दा भन्दै पनि याद आइदिन्छ त बिस्चरी। अब तिमी नै भन, चोटै चोटले पिरोलिएर यो जीवन घाटोमा खै कसरी। प्रेम सागर धारा प्रवाह मायाको धुनमा बगिरहेको थियो। ब्याकग्राउन्ड साउन्ड मन्द गीतमा बजिरहेको थियो। कति पीडादायी कथा पढिरहेको। यस्तो एकान्तमा बसेर यो विरह लाग्दो कथा सुन्ने हो भने त आफैलाई आत्महत्या गरौँ लाग्दो रहेछ। सडक मिटर सारे रेडियो। जिन्दगी यहाँ काली गण्डकी सरह बग्दो छ। तर पनि यो कुनै मोडमा पुगेर अङ्कुशे लागेर अर्के झैँ अड्किरहेको छ। बिछै थाहा छ राम्रोसँग, थाहा छ राम्रोसँग। मेरो रहनु र नरहनुको केही अर्थ छैन तिम्रो जीवनमा। तर पनि विपनाको हरेक पल, सपनीको हरेक क्षण मैले तिम्रै लागि सुम्पेको छु सानो। हरे कति विरक्तको भावहरू मात्र हो आज सबैतिर फेरि घुमे। खोलामा मिल्काएको कुनै वस्तु झैँ भयो यो जिन्दगी। न त खोलाको पानीले नै बगाएर लग्न सक्यो, न त ढुङ्गा झैँ अडिग भएर रहन सक्यो। यो त फगत ढुङ्गाको च्यापमा च्यापिएर बसे झैँ बस्यो आफ्नै जिन्दगीको बन्दगी। मेरो माया यसरी नै कहाँ कतै अल्झियो, जसलाई न त निकालेर सँगै लैजान सके, न त छोडेर जान सके, न त यसबाट कतै गतिलो पार्नै सिक्न सके। दीपक कुबर मधुर आवाजमा कसैको कथा पढिरहेका थिए गलकोट एफएममा। मलाई अचम्म लाग्यो, यो कथा लेख्नेहरूले आफ्नै कथा लेख्छन् कि कल्पनाको आधारमा तयार पार्छन्। मलाई पनि यस्तै कथा लेख्ने जोस चल्यो। जुरुक्क उठे, कलम र कापी ठिक पारे। लेख्ने कि त
निकै बेर खोज्लिएँ, एउटै शब्द फुटेता माथ्यो। जेसुकै हो, शब्दहरूलाई एउटै मालामा उन्ने काम कहाँ सजिलो छ र? जे गर्न पनि सिप चाहिन्छ कि त कला, कसैको वास्तविक कथा होस् या काल्पनिक, जे भए पनि घटना चाहियो, पात्र चाहियो। यसलाई मिलाउने काम सिर्जना। आफू त मट्ट, कसैले लेखेको कुरा राम्ररी पढ्न नि आउँदैन, सुन्न मात्र रमाइलो। म मनमा प्रश्न प्रति प्रश्न गर्दै आफैमा बोलेछु। रेडियोमा विज्ञापन बज्यो। गलकोट हटियाको एकमात्र डिजिटल कलर ल्याब। फेरि मिटर सरक सारे। त्यो उनको सामिप्यता, त्यो न्यानोपन कुनै वस्तुसँग दाच्न सकिन्न। मेरो हरेक हाँसो र मुस्कान, भित्रै पीडा र खुसी सम्मिश्रण छन्। तर थाहा छैन यो पापी संसारलाई, मेरो हरेक आँसुका थोपाहरू उनको सामिप्यताको अतृप्त चाहनामा लिप्त छन्। उनको आगमन पहिले मेरो जीवनले बेग्लै अर्थ र महत्त्व बोकेको थियो, तर उनीसँगको भेट पश्चात कुनै अर्थ नै छैन झैँ लाग्न थालेको छ। उनको छाया सामु मेरो हरेक कुराहरू पित्तलो पित्तलो लाग्न थालेका छन्। जीवन नै व्यर्थ लागेको छ। म छु कि छैन भन्ने पनि शङ्का लाग्न थालेको छ। भएर पनि म को अर्थ छैन चाहिँ लागेको छ। 95 दशमलव 2 मेगाहर्जमा कसैले कोही खालको कथा वाचन गरिरहेको थियो। अचम्म लाग्यो। आज किन सबै रेडियोले कथा मात्र वाचन गरे, त्यो पनि एकै खालको कथाहरू वाचन गरिरहेका थिए। जीवनदेखि हार खाएका, मायामा धोका पाएका, अरूमाथि आफ्नै जीवन समर्पित गरेका जस्तो लाग्ने भावहरू पोखिरहेका थिए। मनमा नै कुल्दुली लाग्यो, के मायाले मानिसलाई यति कमजोर नै बनाइदिँदो रहेछ त? त्यसो भए माया किन गर्छन् मायालु जोडीहरू? यी सबै मायाका परिभाषा र प्रकार फरक हुँदा हुन् व्यक्तिपिच्छे। विश्लेषणात्मक द्वन्द्व छ यो मनमा। अनायासै हातले अर्को स्टेसन ट्युनिङ गर्यो। 98.4। कसैको चिठी वाचक भइरहेको थियो, महिला आवाजमा। निर्मल, तिम्रो सम्झनाको खाताहरूबाट म आफूलाई एक क्षणको लागि अलग्याउने प्रयत्न गर्दैछु। यो सहायता पानको सहारामा तिमी र मेरो दुःखभरी प्रेम कहानीलाई पोख्न चाहन्छु। जिन्दगी यस्तै हो भन्ने शब्द र वाक्यांशबाट अपरिचित नभए तापनि आफ्नै भोगाइहरूबाट अझ स्पष्ट हुन सकिने रहेछ। हरेक पल, समयको एक सेकेन्ड पनि महत्त्वपूर्ण हुन्छ। जब हामी यसको महत्त्व बुझ्न चाहन्छौँ भने समयको मात्र होइन, हरेक जितको उस्तै अर्थ र उस्तै महत्त्व हुन्छ। तर जबसम्म हामीले निहाल्दैनौँ तबसम्म यसको कुनै मूल्य रहँदैन। निर्मल, तिम्रो उपस्थिति नै मेरो जीवनको लागि ज्यादै रोचक र उति नै पीडादायी पनि बनेको छ। रोचक यो मानेमा कि तिमी एक मार्गदर्शक भएर उपस्थित भयो। मेरो एकमात्र लक्ष्य हरेक पाइलामा सफलता हासिल गर्ने। एउटा गाउँले सिधा केटी जसलाई सहरको रमझम आँखै अगाडि भएर पनि वास्ता थिएन। कुनै पनि रङ्गीन साँझहरूको लोभ थिएन। तर तिम्रो सङ्गतले म बदलिएको छु। सहरिया जीवनको लोभी भएकी छु। तिम्रो साथले जीवनको रङ्गमा अझ रङ्ग थपिदिएको छ। यति 2 वर्षको छोटो अवधिमा मैले जीवनभरमा नगरेका अनुभवहरूको अनुभव गरेकी छु, जसले जीवनका धारहरू बदलेका छन्। तिमीले दिएका हरेक फिल्मी कथाहरूमा म आफू पात्र खोज्न थालेकी छु। यी कथाका पात्रहरूको यात्रासँगै मेरो जीवनका धारहरूलाई फरक धारमा बग्न सिकाएका छन्। यद्यपि त्यो धारहरू के हुन्, कता बग्छन् भन्ने भ्यू उति साह्रो पाएकी छैन। कहिलेकाहीँ लाग्छ यही रङ्गीन दुनियाँ नै मेरो संसार हो, जहाँ तिमी छौ र म। तर क्षणभरमै भूकम्पले दरारा ढाले झैँ मेरो काल्पनिक संसार गताभङ्ग हुन्छन्, छत्ताछुल्ल पक्किन्छन् र यत्रतत्र छरपस्टिन्छन् जीवनका टुक्राहरू। लाग्छ कतै ती तिम्रा हरेक क्रियाकलाप बुझ्ने चेष्टा गर्दा गर्दै निधारहरू चाउरिने, साथै आधा कपाल पनि खुल्ने हुन् कि। तर कतिपय मिठास जुन जीवनमा घोलिदियो
त्यही मेरो एकान्तको साथ हुनेछ। हाम्रो त्यो RX-100 साझा बस तथा माइक्रो हुँदै तिम्रो नयाँ हुन्डा साइनसम्मको सँगैको यात्रा मेरो जीवनका अत्यन्तै अनयन कहानी बनेर लेखिनेछन्। उही रानीबारी एक्सिडेन्ट बाटपटेनीको गल्लीमा नो पार्किङमा राखिएको बेलाको भागाभाग नेपाल बन्दको बेला चाबो हिलदेखि गुङ्गोपुसम्मको पैदल यात्रा तिम्रो लागि केही विशेष बनेन होला, तर मेरो जीवनमा यसले गतिलो डोप बनाएको छ। तिमीलाई याद छ तिमीसँगको मेरो यात्राको दोस्रो दिन, जुन दिन हामी दुवैलाई सामाकोशी चोकमा झन्डै ट्रकले एक छाक बनाएको थियो। धन्न बाँचेको हामी हो, त्यही नै मेरो लागि तिमीसँगको पहिलो महत्त्वपूर्ण क्षण। 1 सेकेन्डको मात्र फरक, नत्र हामी सायद धन्य यही घटना भयो तिम्रो नजिक पुग्ने मेरो लागि। अर्कोचोटि तिम्रो त्यो थोत्रो बाइकको स्पिड बिग्रेर ठेल्दा ठेल्दा त्यही के त रानीबारीसम्म ठेल्दै लगेको सम्झना ताजै छ। त्यो बाइक बनाउँदा भर तिमीले सुनाएका तिम्रो विगत अझै मेरो स्मरणमा ताजै छ। तिम्रो चुरोटको धुवासँगै रुमलिँदै आएका तिम्रा अमेरिकन दिनहरू, लास वेगसमा रङ्गीन रातहरू अझै मेरो मानसपटलमा उसरी नै बगेका छन्। जसरी तिमीले पहिलोपटक पुलचोकको त्यो गल्छीमा पारी मेरो निधारमा चुम्बन गरेका थियो, जुन दिन तिमीले मेरो काँधमा आफ्नो टाउको राखेर भन्यो मलाई र कसैको खाली काँध देख्नै हुँदैन, हो त्यही थियो मेरो लागि तिमीसँगको पहिलो सुखद घडी। ती माइक्रोको भिडमा तिम्रो कोमल हातहरूको स्पर्शले मेरो हातहरूलाई समाउँदाको क्षण आनन्द अरू कुनै वस्तुसँग तुलना गर्न कहाँ सकिन्छ र। चाबो हिलको 9.7 रेस्टुरेन्ट होस्, त्यो छेउको साँगुनो मोमो पसल, या त बङ्गलामुखी छेउको कफी सप, लबी महलको लाभा कफी, या त चाउलाखेलको सारा बेकरी क्याफे, चाहे स्नोम्यानको चुरोटको धुवासँगै मिसिएको चिकनको स्वाद, या त बसन्तपुरको रूपटप क्याफे सिजलर, चाहे जात्राको महँगो सुप, चाहे चाइनिजको छिट्टो खाजा, ती तिमीसँगका बसाई उति नै महत्त्वपूर्ण र आत्मिक छन्, जसलाई मुन क्याफेको सिजलर विथ हनीसँगको स्वादसँग मिसाउन सकिन्छ, न त दरबार मार्गको मेजको त्यो महँगो पेयसँग नै। मलाई थाहा छ हाम्रो जीवनका भोगाई र यथार्थता धेरै फरक छ, यद्यपि केही सामञ्जस्यता गर्ने बिन्दुहरू पनि नभेटिएको कहाँ हो र। तर निष्ठुर समय चक्र तिम्रो लागि चलेको यो मेरो ढुकढुकी पनि अनायासै विश्राम लिनु बाध्य बन्दो रहेछ। जिन्दगी जबरजस्तीको यात्रा होइन, तर पनि खै कहिलेकाहीँ रोकेर पूर्ण यात्रा थालिने गर्दा छुट्टै आनन्द मान्दो रहेछ। तर यो जबरजस्ती घचिटिनुको पीडा अरू कसैलाई नहोस्। रेडियो स्टेसनमा बत्ती गएछ क्यारे, स्याहार मात्र आवाज आयो। कता कता कहानी त आफ्नै जस्तो लाग्यो। चिठीले मन छोएछ क्यारे, भित्रैदेखि चिसो भएर आयो। मन अमिलो कुदिएर आयो। अझ खल्लो भयो। चिठीको अन्त्य नै सुन्न पाइएन। त्यो कहानी प्रेम कहानी नै हो या त बिछोडको पत्र। अझ कथाकी पात्रको जीवनका पाटोहरू कता कता अधुरो अधुरो। हुन त घुमाउरो शैलीले लेख्ने पनि अर्को कला नै हो क्यारे। सायद मैले बुझ्न नसकेको अमूर्त पाटो। साहित्यिक भावहरू बुझ्ने श्रोता वा पाठक पनि त होलान्। तिनको लेखाइ सुन्दा त्यस्तै लाग्यो। सुखान्त शैलीले सुरु भएर चिठीले दुखान्त प्रेम कहानी इङ्कित गर्दै थियो। यही बेला लाइन जानुपर्ने आफ्नै जीवन कथा झैँ लाग्यो। कम्प्लेक्स अनि बुझ्नै नसक्ने क्लाइमेक्स। मेरो पनि त कहानी उस्तै छ। भगवानसँगको त्यो भेट, उसँग कफी गफ अनि फेसबुकी गफ, उसको जीवनका तिता अतीत, पीडाभरी कथा व्यथा, तर बुझ्नै नसक्ने उसका चरित्र। आफूले त्यही चिठीको पात्रमा खोज्न लाग्दै थिएँ। मोबाइल बज्यो। प्रकाशको रहेछ। ठिकै बेला परेछ। रेडियो सुनिरहेको भए ध्यान नै हुन थियो। हेलो, के छ भन, बल्ल फुर्सद पाइस्?
आज कसरी फोन गरिस्? मैले उताको आवाज नै नसुनी आफ्नो मात्र वाकिङ सेट टुङ्गाएँ। मेरो कुराले दिक्क हुँदै बोल्यो, तँ मात्र बोल्छस् कि हामीलाई नि बोल्ने पालो दिन्छस्? फोन चाहिँ म लाउने, सधैँ प्रश्नका प्रश्न तै मात्र गर्ने, निकै कडा आयो। भन्न त भन् किन कट्किन्छस्? भन्न त भन् किन कट्किन्छस्? तिते करेला खाएर उकले झैँ तितो शब्दमा मैले बोल्ने बाटो बनाइदिएँ। तिमीले एउटा कुरा थाहा पाइस्? उसले नयाँ कुरा सुनाउन खोज्यो। तैँले भने पो थाहा पाउनु, मैले न्यु खोजेँ। त्यो पवन र शर्मिलाको विवाह रे नि। पवनको गर्लफ्रेन्ड त अरू कोही नभएर शर्मिला पो रहेछ। मसँग शब्दहरू सकिए, म निशब्द भएँ, शून्यमा पुगेँ। हँ, के भनिस् भर्खर? अझै विश्वास लागेन। हो भने आज थाहा भएको। कसले भनेको तँलाई? म अचम्मित भएँ। हजार मनमा नसोचेको कुरा सुन्दै थिएँ। पसिना आयो। उसले बोल्दै गरेको पनि सपना चाहिँ लाग्न थाल्यो। ढलो लाग्यो मलाई। शर्मिला जो ठमेलकै एक धनटेकी छोरी थिइन्। गाँजा काण्ड, चरेस काण्डमा मुछिएर बार सामाजिक सञ्जालमा छाइरहन्थिन्। जसले पहिला पनि इन्डियातिरको केटासँग विवाह गरेर अरू केटाहरूसँग मिलेर आफ्नै श्रीमानको सम्पत्ति लुटेर छोडपत्र गरी नेपाल फर्केर बसेकी थिइन्। उनी हामी साथी सर्कलमा राम्रै चिनजानको भएर रहेकी थिइन्, तर कुनै दिन पनि हामीले शङ्का गर्ने मौका नै पाएनौँ। त्यही बाहेक प्रकाशले अरू के भने केही सुनिन। कसरी यस्तो भयो? मेरो अन्तिम वाक्य निस्के। पवन जो सोझो व्यवहार, सधैँ सबैको भलो चाहने मानिस, ता शर्मिला उत्तरी ध्रुव र दक्षिण ध्रुव केही लाग्ने। सम्बन्ध जोडिन केही न केही कम्बिनेसन हुनुपर्छ, केही कनेक्सन हुनुपर्छ। आखिर कसरी भयो होला यो सब? त्यही भएर पवन मबाट बिना कारण टाढा भएको। यता रेडियोमा पनि लाइन आएछ। कथा चिठी सबै सकिएछन्। गाना बजिरहेको थियो। जिन्दगी तँलाई मैले चिन्न सकिनँ। रेडियो मार्न खोजेको कता छोइएछ। मिटर सरेर अर्को स्टेसन टिप्यो। त्यहाँ पनि गीत बजिरहेको थियो। ह्याङ ओभर तेरी बातों का, ह्याङ ओभर तेरी यादों का। 3G थियो मोबाइलमा। मैले फेसबुक खोलेँ, स्ट्याटस राखेँ। ह्याङ ओभर तेरी बातों का, ह्याङ ओभर तेरी यादों का। आजको यो कथामा सायद कुनै नयाँपन थिएन, तर मनको कुनै कुनामा लुकेर बसेको ती पुराना सम्झना आज अलिकति भए पनि जागे पनि त्यही नै हाम्रो उद्देश्य। फेरि बिटौला जीवनका अर्का पिता मिठा पानाहरूसँग, नलेखिएका, नसुनिएका जीवनका भोगाईहरूका आवाज, हाम्रो स्मृति।